आदरणीय दर्शकबिन नमस्कार। म सूर्य नारायण विक शुभचिन्तक। यति बेला म सर्लाहीको चन्द्रनगर गाउँपालिकामा छु र मेरो पृष्ठभूमिमा तपाईँले हेरिराख्नु भएको छ यो ताल हो सर्लाहीको चन्द्रनगर गाउँपालिकाभित्र रहेको नाडीमन ताल, जुन आफैमा पनि एउटा ऐतिहासिक र पर्यटकीय स्थलको रूपमा पनि परिचित छ। र यो नाडीमन तालको इतिहास हजारौँ वर्ष पुरानो छ। यो कहिले पत्ता लाग्यो भन्ने पनि ठ्याक्कै थाहा छैन हैन। अनि त्यसपछि यो पछिल्लो समयमा पर्यटकहरूको एकदमै आकर्षकको केन्द्र भए पनि यो अत्यन्तै ठुलो ताल भए पनि तर खासै त्यति धेरै पर्यटन प्रवर्धन चाहिँ हुन सकिराखेको छैन। तर पनि यहाँको गाउँपालिकाले चाहिँ यसको पर्यटन प्रवर्धनका लागि विभिन्न पहल कदमीहरू गरिराखेको अवस्था छ। यद्यपि त्यो पर्याप्त भने हुन सकिराखेको छैन। भर्खरै केही समय अघि मात्रै यहाँ ग्रामीण चलचित्र महोत्सव पनि सम्पन्न भएको थियो, जसले गर्दाखेरि केहीको नजरमा पर्न सफल भएको थियो। र पछिल्लो समय चाहिँ खास गरी सर्लाहीमा यो भरत ताल चाहिँ अलिकति बढी चर्चाको केन्द्रमा छ। यो नाडीमन ताल जुन आफैमा पनि प्राकृतिक रूपमा र हजारौँ वर्ष पुरानो इतिहास बोकेको यो ताल हो। यो ताल चाहिँ त्यति धेरै चर्चा पाउन सकिरहेको छैन। यद्यपि भरत ताल हुनुभन्दा पहिला चाहिँ यहाँ थुप्रै पर्यटकहरू आउनुहुन्थ्यो। तर पछिल्लो समय भरत ताल भइसकेपछि यो हाइवेबाट भरत ताल नजिकै पर्ने भएको कारणले त्यहाँ चाहिँ धेरैजना जानुभयो। तर यो नाडीमन ताल हाइवेबाट ठ्याक्कै तपाईँहरू पूर्व पश्चिम अर्थात् महेन्द्र राजमार्गबाट यो फुलजोर आउनुभयो भने त्यहाँबाट भित्र पस्ने बित्तिकै ईश्वरपुर हुँदै ईश्वरपुरबाट चन्द्रनगर आउन सक्नुहुन्छ। र चन्द्रनगर गाउँपालिकाभित्र रहेको यो नाडीमन ताल आफैमा पनि अत्यन्तै सुन्दर छ यहाँको दृश्य पनि, र यसलाई व्यवस्थित गर्ने प्रयासहरू पनि भइरहेका छन्। र कृपया यदि तपाईँ पनि यो भिडियो हेरिराख्नु भएको छ भने, यदि घुम्न चाहनुहुन्छ भने पूर्व पश्चिम महेन्द्र राजमार्ग यात्रा गरिरहँदाखेरि यदि तपाईँ घुम्न चाहनुहुन्छ भने यहाँ आउन सक्नुहुन्छ। धन्यवाद।